तिमीलाई दुईटा च्यालेन्ज छ हैन एउटा वान साइड अनि त्यहाँ पछाडी अर्को चाहिँ तिमीले एउटा आफै चुज गर्न सक्छौ अर्को म हात साइकलको ह्यान्डलमा हात नराखी चलाइदिन्छु ल ल ल बाई अब हेर्नु हेर्न सक्नुहुन्छ हैन वान साइड है टक्क ल हेर्नु टक्क हात छोडेर टक्क हेर्नु मस्त ल गाइज अब हामी तल्लो बाटोमा आइसकेका छौँ तल्लो बाटो यस्तो ढुङ्गा छ अब त्यो त्यहाँ तल्लो निबा एउटा बाटो छ त्यहाँ चाहिँ अलि धेरै नै ढुङ्गा छ गाइज अब त्यस्तोमा अब समुद्र तिमिल सिन्हा दि भ्लगरले अब चलाउन सक्छन् कि सक्दैनन् अब हेर्नु होला ओके बाई गाइज हेर्न सक्नुहुन्छ हैन यो चाहिँ हाम्रो अब फाइनल उसो क्या फाइनल हो अघिको चाहिँ हाम्रो सेमी फाइनल थियो फाइनल चाहिँ हेर्न सक्नुहुन्छ यस्तो यो टक्क हेर्नु यस्तो यो हिलो छ हैन यसरी हेर्नु न ढुङ्गासुङ्गामा खतरा के हाम्रो बनाउँदै गरेको रोड हो त्यसमा चाहिँ हामीले टक्क च्यालेन्ज हान्ने उस छ हैन त्यही हो र तपाईहरुले चाहिँ यो च्यालेन्ज चाहिँ नगर्नु होला किनकि तपाईहरुलाई एकदम रिस्क हुन सक्छ त्यही हो र यो हाम्रो साइकल हैन फर्स्ट राइड चाहिँ उनले हान्छन् सेकेन्ड राइड चाहिँ मैले हान्छु के भन्न चाहन्छु अब हेर्दाखेरि यो चाहिँ एकदम खतरा रोड छ भर्खरै बनेको बन्दै छ बनिसकेछ अहिले भर्खरै एउटा बुलेट भयो नि भर्खरै यहाँ फसेर गएको के यहाँ हान्न सक्नुहुन्छ है यस्तो चिप्लिसकेको के यता यस्तो चिप्ले हैन त्यही हो हाम्रो यहाँ गाडी फसेर गएको अब म हेरमा सक्दिन ल त्यही हो यिनले टाई हान्छ नि ल गाइस टाई इज बेस्ट है हेर्न सक्नुहुन्छ यो टक्क हेर्नु यस्तो हिलो लास्ट हिलो साइकल आज के हुन्छ थाहा छैन उताबाट आउँदैछन् साइकलको आज बिहाल हुनसक्छ त्यही हो ल यो हिलोमा है त्यही हो टक्क आइदिएन हिलोमा हेर्नु त सही हो ल त्यही हो हिलोमा चलाएर यहाँ हेर्नु त आएको छ पुरा हिलो अलिअलि धोको ऊ त्यो पानीले त्यहाँ हेर्नु पानीको यता नि त्यस्तै भएको थियो कपडा ऊ त्यहाँ हेर्नु कपडा सब हिलो है धुँदै हामी चाहिँ साइकल धेरै पछि होइन टक्क साइकल हेर्न सक्नुहुन्छ टक्क यो साइकल धुँदै हो ल हेर्नु ल त्यही है आजको भ्लग चाहिँ हामीले यहाँ इन्ड गर्छौँ त्यही भ्लगमा चाहिँ सबले सपोर्ट देखाइदिनु होला यो चाहिँ हाम्रो यो कास्कीकोट है गाउँमै हो गाउँमा यस्तो यो पुरा हिलो अफरोड बाटो रहेछ त्यसैमा हानिदिएको हामीले ल के भन्छौ ल आजको भ्लग यहाँ इन्ड हान्दिउँ होइन ल त्यही